आज हामीहरू चाहिँ सबैजना मिलेर पिङ हाल्नुपर्छ, बाबियो ल्याउन जाउँ भनेर बाबियो ल्याउन हिँडिरहेका छौँ। आउनुहोस्, हाम्रो यात्रा कसो हुनेछ, सबैजना मिलेर यो यात्रालाई रमाइलो डेन्जर जङ्गलमा हिँडिरहेको छौँ होइन हामी। वाउ केटो मजा आहा। वाउ घनाघोर घनाघोर कत्रो रुखो यार होइन, कसले हाल्यो यसलाई? मजा आहा। यस्तो दामी तरिकाले हिँड्यौँ नि हामी होइन। चलो भागो रे भागो। हाम्रो टोली चाहिँ धेरै नभए नि 7-8 जनाको टोली छ। यो टोलीले आज पक्कै पनि लिङ्गा काट्छ जस्तो छ। वहाँ परबाट आउँदैछ हाम्रो 2 जना टोलीहरू। जल्दी जल्दी फाटो 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 है भागो। यसरी हामी यो माथिको भिरमा गएर बाबियो काटेर लिएर आउनेछौँ र बहुत आनन्द आउनेछ। यो भिरमा माथि हामी बाबियो काट्न जाँदैछौँ। बाबियो काटेर ल्याउँछौँ हामीले। बाबियो काटिसकेपछि चाहिँ बहुत मजा आउने भएको छ। तर काट्न चाहिँ हामी मध्येमा कोही एक्सपोर्ट छ, कसले राम्रोसँग बाबियो काट्न जाने छ भन्ने कुरो खासै थाहा छैन। कपाल रहेछ क्या यहाँ पनि खेल्न पाएँ हुन्थ्यो। अहिलेको यस्तो आनन्द आउँछ नि। यहाँ पानी खाने हो, पानी खानेस् ल। सबले पानी खाऊ है, पालै पालो लाग्यो हाम्रो। डेन्जर भिउमा आइयो कि विशेष केटाहरूको आर्मी ट्रेनिङ भइरह। मैले नहिँडेको केटाहरूलाई त सुती हिँड्नु पर्छ। क्लास नहिँडाएर डेन्जर बाटोबाट आइयो होइन। यसको चप्पल खस्यो। चप्पल कहाँ गयो चलो। अनि अहिले त्यही बाटो जाउँला त, तलबाट आउनु ठिक हुन्छ कि यहाँबाट तल जानुभन्दा त। छिटो छिटो डेन्जर डेन्जर। उहाँ छ खोलो। डेन्जर डेन्जर। चप्पल लिनै गएको ल लिएर केटा यहाँ तल गयो भने जीवनमा कहिले पनि भेटिन्न है मान्छे, कहिले पनि भेटिन्न कि यहाँ तल गयो सक्यो खसेपछि त। बिस्तारै आऊ, सुती आऊ है, बिस्तारै आऊ है। चाहिँ काट्न सुरु गरिसक्यो केटाहरूले। बाटो काटिदिन्छ अब। वाउ
क्या बाबियो ल बाबियो बाबियो मजाले ढुङ्गा पल्टाएर फेरि एक मुठो खै बहुत गर्मी भयो होइन केटाहरू बाबियो काट्न गयो होइन अब हाम्रो यो टोली चाहिँ अरू त जान सकेन फर्किने टोली हो बहुत रमाइलो भयो यार हामी धेरै माछा खाइसक्यौँ केही चाहिने हो रे केटाहरूको टोली यो डाँडोमा आइपुग्यो होइन फालिँदै हो फाल्यो फाल्यो सिधै जान्छ ल फाल फाल हुँदै पनि पुगिन्छ होला यार बाबियो चाहिँ लिएर आइयो गुड चलो फाइनली बाबियो आइसक्यो है हाम्रो टोली बाबियो लिएर अब चाहिँ चलिरहेको छ है उहाँ पुग्यो एउटा